ल आज हामी पेन्सन गुठी यहाँनिर ओहो सक्या मिनेट हुनु भयो नि 45 मिनेट ए 15 मिनेट मेरो टाइम 9 थियो हैन हैन 8 8:30 हो हामीले ल यसलाई सुरु गर्नु पर्यो यसलाई के भन्नु पर्यो यसको यो बोल्नु न हातले पकाएर ल्याउनु पर्यो यो धारा छ कि धारा छ यो पकाउनु बेटा लैदिउ ल यो हाम्रो धरान 14 बिजेपुर स्थित भीमसेन थानको चाहिँ आज पूजा यमरी पूर्णिको उपलक्ष्यमा र धरान बिजेपुरको सम्पूर्ण वासीहरूले यो मनाउँदै आएको चाड सदियौँदेखि आज बिजेपुरका सबैजनाहरू यहाँ हुनुहुन्छ पूजामा अटोमा छ अब तपाईँले हुनुहुन्छ महाराज की जय यो गणेश भीमसिंह मन्दिरमा पूजा अर्चना गरिँदैछ हाम्रो गणेश भीमसिंह गुठीका अध्यक्ष बसन्त काका पनि हुनुहुन्छ यसपालि हामी धनजीको गुठी हो होइन होइन यसपालि उहाँले गरिदिनुहुन्छ उहाँको होस्ट चाहिँ उहाँ हो होस्ट चाहिँ त्यहाँ हो यसपालिको देवी भाउजू प्रमुख सिरे उहाँहरूलाई नि जाने भयो नि त देवी भाउजूजी हातिसक्नु पनि हो उहाँ चाहिँ फेरि ल यो समाउने काममा चाहिँ
ल आज हाम्रो धेरैको सहभागिता दिएको छ। युकेबाट 2-2 जना हुनुहुन्छ अनि कम हो। अब एउटा हाम्रो आनन्द दाई अनि एउटा सुरेन्द्र भाइ, यहाँ मिना दिदी हाम्रो यहाँ काठमाडौँबाट हुनुहुन्छ। अर्को हाम्रो एउटा भाइ चाहिँ कता गयो, सुतेर बसेको छ है कि आज चाहिँ? है मिना दिदी ल हेर्नुहोस्। तर आज सहभागिता ज्यादा छ। ल हामीले आज राइट टाइममा पनि गरेको छ। 8:30 भनेको 8:30 मै हान्दिएको छु आज। सही समयमा होस् भनेर यसपालि हामीले चाहिँ 8:30 मै सुरु गरेको छु। यसपालि अलि हामी व्यस्तता पनि अलिक बढी छ पहिलेको भन्दा। विशेष कारण चाहिँ त्यही हो, अरू त्यस्तो खास केही होइन। ल युगललाई हङकङबाट फेसबुक लाइभ हेर्दै हुन्छ। ल दाई ढोगे दाई, ल एकदम ल भाउजूलाई पनि देखाइदिउँ न त अलिकति युगललाई। यहाँ भाउजूलाई पनि हेर्छु भन्छ दाई। ल भाउजू पनि आउनु भएको छ है युगललाई। ल हङकङबाट युगललाई पनि प्रत्यक्ष प्रसारणमा जोडिनु भएको छ। युगल दाईलाई पनि धेरै धेरै धन्यवाद। अब एकछिनमा म यस भीमसेन गुठी अध्यक्षसँग सानो यसो ऐतिहासिक पृष्ठभूमि म माग्छु अहिले यो सकेपछि। म त ब्यागमा राख्ने कि भनेर नि। ल दाइ एकदम रमाइलो घमाइलो घाम लागेछ अहिले विजयपुरमा है। आज विशेष कार्यक्रमहरू भइरहेछ। ओ जय साहब नमस्कार। बिजी ल हाम्रो अच्छी जय साहब पनि आइपुग्नु भएको छ। यहाँ दाई पनि प्रदीप दाई। ठिक छ दाई, मिसिङ अल अरे युगल दाईले है। मिस गरे पनि मैले फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण गरिदिँदैछु दाई। तपाईँ हङकङ भए पनि हाम्रो सामु नै हुनुहुन्छ, यही हुन नजिकै। ल मैले अब यस भीमसेन गुठीका अध्यक्ष हाम्रो वसन्त ककालाई सानो यसको ऐतिहासिक पृष्ठभूमि मार्फत अवगत गराउन चाहे। यहाँ लाइट पुग्छ हुन्छ। ल कका सानो आफ्नो परिचय दिँदै यो कहिलेदेखि सुरु भयो, यसको ऐतिहासिक पृष्ठभूमि के छ, यसलाई कसले बनाएको यो मन्दिर होइन, र आजसम्म आउँदाखेरि के कुराहरू गर्दै गयो यसको एकपल्ट सानो संक्षिप्त गरिदिनुहोस् न। नमस्कार जजोलप्पा। हामी धरान विजयपुरमा रहनुभएका सम्पूर्ण नेवारी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत
देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीहरूमा मेरो जजलोपा नमस्कार। म अहिले चाहिँ मेरो परिचयमा चाहिँ म वसन्त कुमार श्रेष्ठ विजयपुरमा चाहिँ जन्मी हुर्किएर अहिले यहाँसम्म आइपुगेको छु र अहिले चाहिँ यस नेवा संस्थाहरूले चाहिँ यो गणेश भीमसेन मन्दिरको चाहिँ एउटा हामीले चाहिँ स्थापना गरेका छौँ, जसलाई हामी संरक्षण समिति भनेर हामी चाहेका छौँ। त्यसमा चाहिँ समुदायले अध्यक्षको रूपमा राख्नु भएको छ। त्यही अध्यक्षको नाताले म केही कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। यो मन्दिर चाहिँ हामीले यस मन्दिरको गजुरमा चढेर हामी सरसफाइ गरेको अवस्थामा गजुरमा चढेर हेर्दाखेरि त्यो गजुरमा लेखिएको स्थापना चाहिँ हाम्रो 1882 सालमा चाहिँ स्थापना 84 त्यसले गर्दाखेरि यो अवस्थादेखि हामीले चाहिँ यो मन्दिर चाहिँ सञ्चालन हुँदै आएको भन्ने कुरोमा हामी विश्वस्त छौँ। त्यस पछाडि यो 90 सालको भूइँचालोमा 1990 सालको भूइँचालोमा त्यही अलिकति यसमा संरचनामा चाहिँ केही परिवर्तन आएको थियो र त्यस पछाडि चाहिँ यो हाम्रो नेपाल सरकारको गुठी संस्थानले चाहिँ यो मन्दिरको करिब 2025 सालदेखि 27 साल बिचमा चाहिँ अहिले भइरहेको यो मन्दिरको चाहिँ पुनः निर्माण गरेर यो अवस्थामा ल्याइएको छ र त्यही अनुसार चाहिँ हामी यो मन्दिरलाई चाहिँ संरक्षण गर्दै यसको पूजाआजालाई निरन्तरता दिँदै यसलाई चाहिँ सञ्चालन गर्दै आइरहेका छौँ र यसको व्यवस्थापनमा चाहिँ यो हाम्रो गुठीको व्यवस्थापन समितिले चाहिँ यसको संरक्षण सम्वर्धन गर्ने काम गर्दै आएको छ र अहिलेसम्म हामी यस विजयपुर बजारमा रहेका सम्पूर्ण नेवार जातिहरूले चाहिँ यसलाई संरक्षण गर्नु भनेरै यो संस्था हामीले स्थापना गरेका हौँ र यसले गर्दाखेरि अहिलेसम्म यो सञ्चालन यसको चाहिँ सञ्चालन यसलाई अझ राम्रो व्यवस्थापन गर्ने चाहिँ हाम्रो सबैको साथ सहयोगको आवश्यकता महसुस गरेको छु। धन्यवाद। काकालाई मैले अझै यसमा थपेँ, जस्तै यो भीमसेन गुठी गणेश भीमसेन गुठीको संस्थापक अध्यक्षको नाताले र यो गणेश भीमसेन गुठीले वार्षिक कार्यक्रममा चाहिँ कुन कार्यक्रममा यो खट हाम्रो जुन खट छ यो खटलाई घुमाउने कार्यक्रम गर्छ, कुन उसलाई चाहिँ हामी विशेष रूपमा मनाउँछौँ? यो हामीले चाहिँ वर्षमा 2 चोटि गणेश चौथीको दिन एकचोटि यो भरौलिङ पर्छ, त्यसलाई सानो बुढाइ भनेर भन्छौँ। त्यस दिन पनि प्रत्येक समूह सम्पूर्ण दाजुभाइ भेला भएर पूजा गर्ने र दिउँसो चाहिँ हामी यो रथ पछाडि हेर्नुभएको छ, यो रथलाई चाहिँ यो विजयपुर बजार वरिपरि हामी परिक्रमा गरेर यहाँ रहेको मन्दिरको मूर्तिलाई चाहिँ यो रथमा राखेर हामी घरघरै सबैको घरमा चाहिँ यो मन्दिरमा व्यवस्था भएको मन्दिरमा चाहिँ मूर्तिलाई चाहिँ घरघरै पुर्याएर सबैलाई पूजाआजा गराउने हाम्रो यो चलन रहिआएको छ। पहिलो गणेश चौथीको दिन, दोस्रो आजको दिन यो के भन्छ धान्य पूर्णिमा भन्छ, हामी के भन्छौँ यमरी पूर्णि हामी नेवारीमा चाहिँ यमरी पूर्णि भन्छौँ। यो आजको दिन र गणेश चौथीको दिन हामी 2 चोटि यसलाई चाहिँ पूजाआजा गर्दै आएको छौँ। यो प्रचलन चाहिँ आज मात्रै होइन, हाम्रो पुर्खाहरूले यो चाहिँ हाम्रो 1932 सालदेखि चाहिँ स्थापना गरेको भन्ने हामीलाई चाहिँ मौखिक जानकारी छ। तर हाम्रो लिखित कागजातहरू चाहिँ एउटा आगलागीमा चाहिँ सबै गरेर नष्ट भएकोमा चाहिँ हामीले लिखित रूपमा त्यसको प्रभाव देख्न सकेका छौँ। तर यहाँका बुढापाका बुजुर्गहरूले चाहिँ त्यसको 1932मा स्थापना भएको भन्ने कुरो आएको थियो र त्यसलाई चाहिँ चलाउँदै गरेर चाहिँ 2031 सालमा चाहिँ हाम्रो त्यो सबै गुठीको पूजाहरू र सामग्रीहरू नष्ट भएपछि केही वर्ष झन् 20 वर्ष जति हाम्रो यो गुठीको पूजाहरू गुठीको सबै कार्यक्रम स्थगित भएको थियो। अनि फेरि यहीँका युवाहरूले चाहिँ फेरि एउटा जागरुक भएर चाहिँ 2052 सालमा चाहिँ फेरि यो हामीले यो पूजालाई चाहिँ हामीले फेरि सञ्चालन गरौँ, यसलाई निरन्तर दिनुपर्छ भन्ने सोचले चाहिँ हामीले फेरि एकजुट भएर चाहिँ यो संस्थालाई एउटा चाहिँ व्यवस्थित सञ्चालन गर्न हामीले चाहिँ अक्षय कोषको चाहिँ प्रत्येक घरबाट चाहिँ कम्तीमा 5,000
चाहिँ अक्षय पुष्पमा गर्ने हिसाबले चाहिँ यो र त्यही अक्षय पुष्पको ब्याजले चाहिँ हामीले यसलाई चाहिँ यो गुठी पूजाहरू पहिलो र दोस्रो त्यसलाई हामी ठुलो गुठी भन्छौँ र त्यो भदौमा आउने लाई चाहिँ हामी सानो गुठी भन्छौँ। यो दुईवटा पूजा चाहिँ गुठीको कार्यक्रम चाहिँ सञ्चालन गर्दै आएका छौँ र यसलाई हाम्रो निरन्तरता दिने चाहिँ हाम्रो अटोट छ। यसमा चाहिँ सबैको साथ सहयोग हामीले पाइरहेका छौँ र पाइरहन्छौँ भन्ने हामीलाई चाहिँ विश्वास पनि छ। हुन्छ काका, तपाईँको समय र संवादको लागि मुरी धन्यवाद है त। हामी फेरि पूजामा जोडौँ। हस्, थ्याङ्क यू। सुनिहाल्नुभयो। अब हाम्रो यो आज पूजा अर्चना भइरहेछ। श्रेष्ठ परिवार की संपूर्ण भक्तजन की कल्याण करो। भाउजू आइपुग्नु भएको छ। थ्याङ्क यू कुन्ता दिदी फर वाचिङ। आज भीमसेन गुठीको चाहिँ यमरी पुडेको उपलक्ष्यमा सबैजना यहाँ आएर मनाउँदैछौँ एकदम है। ल म एकछिन बाहिर आएँ होइन। आज यो खटलाई चाहिँ घर घरमा भीमसेनलाई यहाँ राखेर घर घरमा लगेर पूजा गर्ने च्याउ छ। यसलाई यसरी घुम्ने पनि बनाइएको छ, वरिपरि घुम्ने स्थानहरू। यसको यहाँ पछाडिपट्टि पनि भीमसेनको मूर्ति छ। यो सम्भवतः यो ढुङ्गाको मूर्ति हो र यो स्थापना भएको 197 वर्ष कि कति भइसकेको भन्ने जानकारी आएछ। थ्याङ्क यू कुन्ता दिदी। ल एकदम राम्रो छ। ल यो गणेश भीमसेन
यसमा अलिकति सानो परिचय दिएको रहेछ। आज नेपाल सम्मत 1142 कच्छ लागा नवमी तिथि तदनुसार विक्रम सम्मत 2079 साल जेठ 10 गते मङ्गलबारको शुभ साहित्यमा धरान वडा नम्बर 14 विजयपुर बजार निवासी हाम्रो हजुरबुवा स्वर्गीय गौरीदास श्रेष्ठ, हजुरआमा स्वर्गीय जितकुमारी श्रेष्ठ, बुवा स्वर्गीय गणेशनाथ श्रेष्ठ, आमा स्वर्गीय चन्द्रकुमारी श्रेष्ठ लगायत सम्पूर्ण पितृहरूको चिर शान्ति तथा सुखावती भुवनमा बास रहोस् भनी कामना गर्दै हामी लाखे परिवारका सन्तानहरूबाट श्री गणेश मिसन मन्दिरमा टायल बिछ्याई भगवानमा समर्पण गरियो। भवदीय छोरा बुहारी ज्ञान प्रसाद हिरा श्रेष्ठ, छोरा बुहारी बसन्त कुमार शकुन्तला श्रेष्ठ, नाति नातिनी बुहारी सम्मान चाँदनी श्रेष्ठ एवं समुद्र श्रेष्ठ परिवार धरान 14 विजयपुर मिति विक्रम सम्वत 2079 जेठ 10 गते मङ्गलबार शुभ। यो चाहिँ हाम्रो बस्न काकाहरूले टाइल बिछाएर यति गर्नुभएको रहेछ है। यो टाइलको धन्यवाद छ यस्तो कन्ट्रिब्युसनको लागि होइन। विजयपुरको चाहिँ सम्पूर्ण यहाँ हुनुहुन्छ। ल आज अब यो घर घरबाट आएर पूजा गर्ने कार्यक्रमहरू सकिएको छ है। अब मूल पुजारीले टीका लाउँदै हुनुहुन्छ। हाम्रो मूल पुजारीमा पुरुषोत्तम श्रेष्ठ हाम्रो पुरुषोत्तम दाई हुनुहुन्छ है। यस पेन्सन गुठीको मूल पुजारी चाहिँ टीका प्रसाद ग्रहण गर्दै हुनुहुन्छ। यो फेसबुक लाइभ हो, सबै संसारबाटै हेर्दैछ। कुन्ता दिदी हेर्दै हुनुहुन्छ, युगल दाई हेर्दै हुनुहुन्छ, सबजना। दिव्याजी वेलकम माई फेसबुक लाइभ। यो धरान 14 विजयपुर स्थित भीमसेन गणेश भीमसेन स्थानमा आज यमरी पूर्णिमाको उपलक्ष्यमा भीमसेन जात्रा हुँदैछ। त्यसमा पूजा अर्चना सकेर अहिले हामी टीका प्रसाद ग्रहण गर्दै हुन्छ। यस मन्दिरको पुजारी श्री पुरुषोत्तम श्रेष्ठको हातबाट सबैजनाहरूले यहाँनिर आउँदै हुनुहुन्छ। धरान 14 विजयपुर स्थित गणेश भीमसेन मन्दिर हो। यहाँ आज यमरी पूर्णिमाको उपलक्ष्यमा चाहिँ जात्रा हुन्छ अर्को चालेर। र मेरो फेसबुक लाइभमा जोडिनु भएकोमा तपाईँहरूलाई मरी धन्यवाद। गणेश भीमसेन कुटीका मुख्य पुजारी पुरुषोत्तम श्रेष्ठका हातबाट सबैजनाहरूले टीका प्रसाद ग्रहण गर्दै हुनुहुन्छ। टीका लाउने कार्यक्रम सिध्याएर अनि
यसको डोम चाहिँ गुम्बा हिसाबले राखिएको रहेछ। मैले अहिलेसम्म विचार गरेको थिइनँ, ल हेर्नु होला एकदम। त्यही भएर यहाँनिर साउन्डहरू पनि इको भइरहेछ। इगललाई धन्यवाद छ, तपाईँ हङकङबाट हेर्दै हुनुहुन्छ। कुन्ता दिदी धन्यवाद छ। दिव्या थ्याङ्क यू सो मच फर वाचिङ फेसबुक लाइभ। ल अब हाम्रो जयनारायणले पनि टीका लगाइसक्नुभयो। अब यहाँबाट हाम्रो चाहिँ यो परापूर्व कालदेखिको यो मलाई थाहा छैन, यसको डिस्क्राइब पछि गरौँला। यो सबै मूर्तिहरू छ। यो चाहिँ हाम्रो जिजु अजाहरूको चाहिँ हाम्रो यो स्ट्याचु हो, भीमसेनको मन्दिर होइन। यो भीमसेनको गदा भन्ने सुनेको छु होइन, छेउछेउ भीमसेनको गदा। ए ल अब आजको कार्यक्रम सकिएको छ, सकिएको जानकारी गराउँछु। म अलिकति अगाडि जान बाटो दिनु होला। धन्यवाद। ल महिलाहरूको यहाँ तल्लो स्टेजमा पनि आउनु न, तल्लो पनि आउनु न। जो अगाडि बस्छ उसको राम्रो आउँछ है।
ल यसलाई मैले अब यो फोटो सेसनमा पनि जोड्दैछु प्रत्यक्ष प्रसारण ल यसलाई मैले प्रत्यक्ष प्रसारण है त भाइलाई अहिले पात त झारिदिन्छ भने त सायद हाल्नु नि है भाइले बबाल छ नि चौरासी है कतिको छ 1884ले कति भयो 1984 आउन जानु सुट्ला है त्यो भाइ ल तल ल एकपल्ट सबैजनाले कुराकानी बन्द गरेर यता हेरिदिन विनम्र अनुरोध गर्दछु है कुरा सकियो भने भन्नुहोस् है म फोटो खिच्छु अलि कुरा सकियो भने ल एउटा ऊ पनि निकाल्नु ल दिपक दाइ अब आउनुहोस् त म जाउँ एउटा यसरी माथि सुत्दैले नि अरू यहीँबाट है कभर भइहाल्छ ल फुटबल ल थ्याङ्क यू भेरी मच हो नि हजुर प्रसाद त भरे ल अब यो रमेश थ्याङ्क यू फर वाचिङ है यो आज भीमसेन गुठीको ऊ छ अब आज यहीँबाट म फेसबुक लाइभबाट बिदा माग्छु है त पूजा सुजा सिद्धि गरी अब ऊ भयो एकैछिन हस् थ्याङ्क यू